आन्टी चिया बन्छ? चिया पसलको आन्टीलाई मैले सोधेँ। बन्छ बाबु, कतिवटा हो? एउटा ब्ल्याक टी गरिदिनुहोस् न। ए हस्, बस्दै गर्नुहोस् न। ए आन्टी सुन्नुहोस् त, अनि चुरोट पनि पाइन्छ? हामी चुरोट बेच्दैनौँ नि बाबु। तिमी यस्तो जवान केटाहरू सबै आफ्नो छोरा जस्तो लाग्छ, अनि आफ्नो छोराहरूलाई कसरी कुलतमा फसेको हेर्न सक्छु र म छक्क परेँ। काठमाडौँको अधिकांश होटेलहरूमा चुरोट र चिया सँगै बेचिन्छ। अझ चुरोट बेचेन भने चिया पसल नै चल्दैन। तर यहाँ भने चुरोट नै छैन, अझ बेच्ने गरेकै छैन रे। बाबु चुरोट खाने भए चाहिँ उति तल्लो पसलमा पाइन्छ, गएर ल्याऊ भनेर मलाई पसल देखाइदिनु भयो। घरबाट टाढा भएपछि घरको याद नआउने त कुरै भएन। त्यसमाथि चिया पसलको आन्टीले छोरा भनेपछि चुरोट पिउने आँटे आएन। मैले चिया मात्र पिउने निर्णय गरेँ। उहाँ चिया मेरो टेबलमा राख्दै करेसा बारीमा रोपेको धनियाँको सासानो मुठो बनाउँदै बोल्न लाग्नुभयो। तिमी जस्तै छोरो थियो, कुलतमा फस्यो, पहिले चुरोट खान थाल्यो। चुरोटबाट बिस्तारै गाँजामा, साथीभाइको सङ्गतले गाँजाबाट खै केमा पुग्न थाल्यो। नखा भनेर धेरै सम्झाइ बुझाइ गऱ्यौँ। एक्लो छोरो रिसाए पनि माया लाग्ने। उसको हरेक चाहना पुरा गर्न केही नाइनास्ती गर्न सकेनौँ। हुर्किँदै गयो, उसले चाहेको कुरा मन खुसी गर्दै गयो। अनि अहिले चाहिँ उसले चुरोट छोड्यो आन्टी? मैले चियाको ग्लास अगाडि बढाउँदै सोधेको थिएँ। अहिले उसले चाहेर पनि खान सक्दैन, अनि हामी खाऊ बाबु भनेर भन्न पनि सक्दैनौँ। साँझ मम्मी ढोका खोल न भन्छ कि जस्तो लाग्छ। यो फोनमा मम्मी म आज आउँदिनँ, साथीकोमा बस्छु है भनेर फोन गर्छ जस्तो लाग्छ। झुकिएर उसको लागि पनि कहिलेकाहीँ एक भाग खाना बसाल्छु। यति सुनेर म केही बोल्नै सक्दिनँ, चिया मात्र पिइरहन्छु। यहाँ चिया पिउन आउने 15-20 जनाले चुरोट छोडिसक्यो भन्दै उहाँ धनियाँको मुठो पखाल्न भित्र छिर्नुभयो। धनियाँको मुठो पखाल्न भित्र छिर्नुभयो कि आँखाको आँसु पखाल्न भित्र छिर्नुभयो, मैले ठम्ब्याउन सकिनँ।